Welcome to our channel. Stay tuned for exciting content. Don't forget to like, share and subscribe. Thank you. यो लड्डु सड्डु पनि भनिदिएर खाने होला है भाइ अलिकति अड्डु लड्डु पनि आले त्यसमा म अलिकति हाल्दिन आफ्नो युट्युब हाल्नु आले के भाइले हैन भिडियो यो ज्योति 4 3 5 खाने गयो त्यसमा भाइले बोलाउनु सिधा हाल्दिउ 10 जना हो सिधा यहाँ हाम्रो भाइहरु 10 जना हो अब नेक्स्ट टाइम यो मेरो पाँचजना हैन हामी हुँदैन बोलेर पाँचजना हैन एकचोटी यसमा पनि भिडियो बनाइदिनु न काम गर्ने त्यहाँबाट भइहाल्छ भाषण गरेर खाना सुन्नु पर्छ चिसोको प्लास्टिक कमाइन्छ छैन मन त पेकिन्छ होला म एक राउन्ड तपाईलाई तपाई बस्नु होइन त तपाईहरुको ड्रिंक्स Happy संक्रान्ति चाहिँ भने सुन भाइ चटनी हाले परेन चटनी चाहिँ त चटनी पनि हाल्नु समझा भेटेन कति रसिन माथि चियर भित्र चाहिँ छैन सक्यो जाम भाइ तपाईले सीता त्यो मेरो के रे ब्यागमा प्लास्टिक पेपर पर्छ आदिको त्यो पनि दिएर सबैले सेल नोटिफिकेसन गरेर सबैजनालाई कोइले सेल कोइले नकाट्ने नकाट्ने हो त्यहाँ एउटा मसला होइन त्यस्तो गर्दा खानु हो त्यो काट्नु त्यो लामो रहेछ हुँदैन कि एउटा डल्लाले खाऊ हाले हेम का हो हेम सबको मोबाइल हो ओइ हेम होइन यो 70 सेकेन्डमा के धेरै आउँछ भन्ने सोचेको थिएन हो है ग्रुपमा खानुको फाइदा नै त्यही हो के ल बसौँ अब हैन च्याकको लागि खाने हो रोटीको बनाउने रे लु भिडियो बनाउने रे ए चाबी ल्याउनु सीता म खबर गरेर आउँछु बिना ढुक्दैन चाबी ल्याउनु मेरो भाइले कसम यहाँ तपाईको यहाँ सुन्नु भएको भाइ अब त्यहाँ खाएर मासु सेलाइसक्यो खानु
यो थाली सहित पकाएको थाली गजब गजब त तपाईँ खाने होइन जानुपर्छ भनेको मानेन म त खोइ मासु साट्छु होला पञ्चनी नगर पञ्चनी पनि नडाल्दैन हो कालो कालो मासु कहाँ छ आफ्नो पनि नछोड्ने पञ्चर टाल्ने मात्रै हो तिमी पञ्चरको गर्ने चाहिँ होइन हजुर यस्तो रहेछ नि त हामी खै तपाईँको पनि आउँछ ल एकछिनपछि आफै घुम्दो रहेछ है आउँछ यस्तो रहेछ नि त मेरो बाबा नै हालौँ न भाइ छिनी ह्यापी म्यारी संक्रान्ति अब मेरो माछु एकदम मलाई त बमिट आयो यस्तो छ होइन माघे सङ्क्रान्ति ह्याप्पी त्यहाँबाट क्लिक गरेर क्लिक गरेर म पनि यम्मी भन न एकदम बेसी होइन यतापट्टि मैले आउँछ साउन्ड पनि आउँछ आउँछ नराम्रो नबोलाइ तिमीहरू हो पुलिस आउँछ अघि पुलिस आउँछ संक्रान्ति पुलिस आउँछ रे नराम्रो नबोला तपाईँहरूको ड्रिङ्क्स खोइ हाम्रो ड्रिङ्क्स गरेपछि फेरि ड्रिङ्क्स भनेको हार्डिङ चाहिँ बुझ्दैन होला नि त यो पनि ड्रिङ्क्स नै हो यस्तो कोला खाने भए म ल्याइदिन्छु 6 वर्षमा खाने हो है कोला खाने हो एकदम बेमेट बेमेट कामा सेकेल लो या प्लिज एउटा मात्र छ फेरि डोमासँग पनि छ कोला यो ल्याइदिउँ ए कोला चाबी यो त के अरे यो अर्को यो हाम्रो हुन्छ नि सुक्खा रोटी पोलेर त्यसपछि खाने गर्दा मजा आउँछ रे मासु पोलेको म्याच चाहिँ हुन्छ नि त त्यो त्यहाँ छ हाल्नु न मिसाइ धन्न रिसाएन भने किन रिसामा चाहिँ दिएन भन्नु न भक्ति भयो कसले फोन गरेर यति बेला माघे सङ्क्रान्तिले होला काटिहाल्यो फोन यस्तो गरेर पोल्दै संसार बनाउँदै नेपाली त कति बजी आउने है वर्ष खाने त त्यस्तो पहिला के 11 12 1 ल हामी नेपालीहरूलाई त विदेशमा त टक गर्न दिनुपर्छ कि है आफूले एकदम कि टक कि भुइँ होइन भुइँबाट झन् घरै घर पाउँछ नि घरै कुदाउने कुरा गरेन अब अहिले हिँड्दा नि कति डढाइ कुर्ची सार्ने बेला हिँड्ने बेला कति डढाइ को खाने राज देखाउनु नि सुमन त हामी किन अप्ठ्यारो गरी बस्छौँ म त यस्तो फिल भइरहेको छ कि एउटा कुरो दुईजना बसेको तपाईँ सानो भएर होला होइन यो यता छुट्टै निकाल त सलाद निकाल न गाडीमा कस्तो दिन त लाग्यो आजको दिन कति लामो लाग्यो मलाई त्यो आउने बेला जान्न परेको कम्ता जान्न जाने बेला खराब छ सिधै पुग्यो जस्तो भयो है कति घन्टा लाग्यो र वेदरले साह्रै कति राम्रो भएको आजको दिन त आज तपाईँहरू सबैजना छुट्टी हो बेर्लिङ गएर आएको त बेथलेहेम को जानु सबै मासु त खाइदिउँ कसको हो यो गीताको सबैलाई हो गीताको गीता तपाईँले भात पनि गीता दिदी खानु भएन गीताको पनि फेरि होला राई राई पनि हुन्छ होला तर नसुन्नुहोस् त
तर साँच्चै के भन्दा रेलैले उडायो रेलैले उडायो रेलैले माया छ कसम खादिन तिमी बिना म बाँच्न सक्दिन माया सधैँमा उडायो रेलैले उडायो रेलैले उडायो रेलैले उडायो रेलैले अनि थाहा छैन त अनि के गर्नु एकछिन सधैँ खाना त गर्नु यार आगो माछा कोही गर्न सक्दैन आगो माछा कोही गर्न सक्दैन जाँदै सानो मायामा हुँदैन माया सबैमा उडायो रेलैले उडायो रेलैले उडायो रेलैले उडायो रेलैले तोदा रब्बा ढोका थियो